कसलाई के रनको हामीलाई चाहिँ खाना कामकै रनको भने जस्तै हामीले चाहिँ काममा फटाफट घाम लागिराखेको छ, त्यही भएर हामीले चाहिँ काम भ्याउनु पर्यो, पानी पर्यो भने फेरि त्यस्तै हुन्छ भनेर हामी चाहिँ मकै भाँच्न हिँडेको। अनि हेलो साथीहरू, स्वागत छ आजको मेरो मिनी ब्लगमा। अनि म चाहिँ एकदमै ठिकठाक छु। हाम्रो मौसम चाहिँ सफा गरिरहेछ, कति बेला पानी पर्ने हो थाहा छैन। मैले चाहिँ बेडुलो खान थालेको टिपेको थिएँ नि त। अनि त्यसपछि बर्खामास हाम्रो चाहिँ एकदमै पाइन्छ, बारीभरि बेरुलो नै छ, मिठो पनि हुन्छ, मलाई पनि मनपर्छ। अनि मैले चाहिँ खाएको। अनि त्यसपछि मकै पनि बोक्दै भारी बोक्दाखेरि यसो मुखहरू गुलियो पनि बनाएको। अनि त्यसपछि मकैहरू त्यति धेरै भएको छ, बिहानभरि पनि बोकेको, दिनभरि बोकेको टन्नै भएको छ। अनि कति बेला सकिने थाहै छैन। चैतमा लगाएको मकै हाम्रो चाहिँ भाँचिसक्ने भइसक्यो। अनि त्यसपछि के गर्ने त, हामी दुईजना छौँ। म त सानमा हुनुहुन्छ, सानमाले बोकिरहनु भएको छ। अनि ल्याउँदै फाल्दै यस्तै भएको छ। अनि थकाइ लाग्यो, घाम छ। अनि त्यसपछि मैले चाहिँ काँक्रो पनि खान लागेँ। काँक्रो नुन खुर्सानी हाम्रो बेबी चाहिँ अगाडि टोक्लुक्क आइपुगेका छिन्। उसलाई चाहिँ अगाडि क्यामेरा देखायो भने कि आइहाल्यो कि उसले चाहिँ कसरी खाएकी छ अझ त्यहाँनिर जिस्काउँदै खाँदै गरेको चाहिँ। उसलाई चाहिँ काँक्रो मनपर्छ, मलाई पनि काँक्रो मनपर्छ गर्मीमा। अनि त्यसपछि थकाइ काम गरेको बेला त झन् नखाने कुरै भएन। अनि गर्मी भएर यस्तो भएको छ कि मैले चाहिँ नुहाएको थिएँ नि केही समय अगाडि। अनि त्यही भएर कपाल चाहिँ त्यस्तो चिसो भएको थियो, डल्लो पार्दै सल बाँधेर हिँडेको, त्यही भएर त्यस्तो भएको थियो। अनि त्यसपछि मैले जति पटक उँधो झर्छ त्यति पटक नै बेहुलो टिप्दै खाँदै गर्छु म चाहिँ। मलाई चाहिँ मनपर्छ धेरै नै। अनि त्यसपछि हामी चाहिँ सानोमा र म भएर डाँठहरू काट्न थाल्यौँ। मकै मात्र भाँचेर भएन नि त, कति बेला पानी आउँछ थाहा छैन। त्यही भएर हामीले चाहिँ अनि डाँठहरू पनि काट्न थाल्यौँ। सानोमाले चाहिँ त्यता काटिराख्नु भएको छ, मैले चाहिँ एकछिन नै भिडियो बनाएको, त्यसपछि मैले नि काट्छु। अनि हामी चाहिँ काटेर नि सक्यौँ। अनि अब मुठोहरू पार्नुपर्छ। अनि त्यही भएर हामी चाहिँ घाम भयो अनि बसेको। सानोमाले चाहिँ पुरा गर्दै हुनुहुन्छ, बुढी भाइ भन्नुहुन्छ। अनि मुठाहरू नि कसिसक्यौँ हामी चाहिँ, ओसरी पनि अब सक्ने आँट्या यस्तो भएको छ कोदो। अनि त्यसपछि नास्ताको लागि चाहिँ हामीले सुजी खायौँ। सुजी हामीले चाहिँ सबैले बाँडेर खाएको, तर उसलाई चाहिँ मलाई चाहिँ थाहा छैन के डल्ला बनाइरहेको थिएँ, मलाई चाहिँ थाहा भएन। आजको नयाँ रेसिपीको साथमा चाहिँ ऊ छे, मलाई चाहिँ थाहा छैन है के बनियो त चाहिँ थाहा भएन। मैले चाहिँ चियानी पकाएँ। अनि सुजी खाइसकेपछि त चियानी त खानु पर्यो। अनि यो भान्सामा बस्दाखेरि जहिले पनि तरी रुनुपर्छ। साथीहरू के गर्नु त, पिरो हुन्छ नि त, पिरो भन्दा नि धुवा भयो। अनि त्यसपछि पिरो जस्तो भएर अनि कति गाह्रो हुन्छ। त्यही पनि ठिकै छ नि त, भान्सामा त बस्नै पर्यो, नबस्नु त कुरै पनि भएन नि त। अनि उसले चाहिँ अब त्यो उसलाई फुराउन लगाएको, तर कस्तो बनियो थाहा भएन। मैले चाहिँ यो बनाएको पनि थिएन। अनि उसलाई चाहिँ के बनाउने मन लाग्छ मलाई चाहिँ थाहा छैन। अनि त्यसपछि सानोमाले चाहिँ खाइरहनु भएको छ, चिया खानुभएको थियो उतातिर। अनि त्यसपछि यो चाहिँ सुजीबाट बनाएको हो, मैले चाहिँ भुट्दाखेरि दिएको। अनि डल्लो बनाएर यस्तो बनाएको, रातो भएको छ पुरा तेलमा फुराइसकेपछि। अनि त्यसपछि यस्तो राम्रै देखेको छ। अनि अब मैले पनि त चाखिदिनु पऱ्यो, खाइदिनु पऱ्यो नि त। अनि मैले नि खाएँ। अनि खाँदाखेरि ठिकै रहेछ, कस्तो कुथुम गरिन् जस्तो राम्रो नै हुँदो रहेछ, मिठो नै हुँदो रहेछ। मैले चाहिँ खाएँ। अनि त्यसपछि लाग्यो म चाहिँ भैँसीलाई घाँस काट्न। अनि भर्खर बिहाको भैँसीलाई त हरियो घाँस चाहियो, अरूलाई त मकैको डाँठ भयो भने हुन्छ। अनि त्यसपछि हामी दुईजना भएर चाहिँ घाँस काट्न हिँडेको। उसलाई चाहिँ डोको बोकेर मैले चाहिँ नाम्रो बोकेर हिँडेको ल। अनि त्यसपछि भन्दा नि काटिसक्यौँ, हामीले चाहिँ काट्दैछौँ, अलिकति बाँकी थियो। अनि त्यही भएर मैले चाहिँ भिडियो नि बनाएको। अनि त्यसपछि अनि बेलुका भइसकेको छ। अनि त्यसपछि मैले चाहिँ अझै अलिकति काट्नु बाँकी थियो, भारी पुगेको थिएन नि त। अनि त्यही भएर मैले चाहिँ काटेको। अनि
मजाले काट्नु पऱ्यो नि त। अनि त्यसपछि हामी चाहिँ कुरा गर्दै तिजको गीतहरू सुन्दै काट्दै गर्छौँ। तिजको गीतहरू तिजहरू पनि आउन लागिसक्यो अनि त्यही भएर अनि हामी चाहिँ हिँडेको। अनि त्यसपछि उसलाई चाहिँ डोकाभरि भयो। अनि त्यसपछि भारी तयार पारेर हिँडिसक्यौँ। आजको लागि यति नै। बाई बाई साथीहरू।